हेलो नमस्ते सुवारो। आज चाहिँ म तपाईहरुलाई एउटा पुरानो यो निकै लोप हुँदै आएको पुरानो हाम्रा पुर्खाहरूले बनाउने एउटा मेसिन देखाउन गइरहेको छु। यो निकै लोप भएको एउटा मेसिन, यसलाई मेसिनै भनौं, किनभने यो एउटा पुर्खाहरूले निकै रिसर्च गरेर बनाएको र विशेष गरेर कागती अनि ज्यामिरहरु पेल्नका लागि, चुप बनाउनका लागि बनाइएको एउटा मेसिन। यो चाहिँ कतिपय मान्छेले देख्नु भएको छ होला, कतिपयले देख्नु भएको छैन। पुरानो मान्छेले त देख्नु भएको होला, अहिलेको जेनेरेसनले देख्नु भएको छैन कन्फर्म पनि। अनि हाम्रो गाउँमा चाहिँ यो आज प्रयोग गरेर हामीले बनाइरहेका छौं चुप। यसको नाम चाहिँ ठ्याक्कै थाहा भएन के हो।